नमस्कार, म मनोज श्रेष्ठ। अहिले म तपाईहरुलाई हाम्रो मुलकोट स्थित क्वालिटी बीच रिसोर्टको स्वीट रुम भिजिट गराउँदै छु है त। एकचोटी भित्र आउनुस् त। हामी अहिले स्वीट रुम भित्र छिरिसकेका छौं। यो चाहिँ रह्यो बाथटब सहितको बाथरुम। यहाँ चाहिँ यो सुविधा सम्पन्न चाहिँ यो बाथरुम हो। यतापट्टि हेर्न सक्छौं हामी। यता देख्नुस् त। अब केही दिनको बसाइ गर्नुहुन्छ भने पनि केही दिन बसाइ यहाँ किचन सहितको किचन र्याक, यहाँ आफै खाना पकाएर मजाले बस्न सकिन्छ र मजाले यहाँको एउटा आनन्द लिन सक्नुहुन्छ। 2-4 दिनको बसाइ गर्नुहुन्छ चाहनुहुन्छ भने पनि यो गर्न सकिन्छ। र यतापट्टि रहेको छ हाम्रो बेडरुम। यो चाहिँ तपाईले सोच्दै नसोचेको जस्तो लाग्छ। यो चाहिँ यो आनन्द लिनलाई यहाँ बाहेक अन्त कहीँ नेपालमा कहीँ पनि पाउनुहुन्न। जस्तो यहाँ अब यता आउनुहोस् त। यो चाहिँ बेडरुम भयो। यो बेडरुम मात्रै होइन, यहाँको सुताइको आनन्द यो सुतेर मात्रै होइन, यहाँको सिनले एउटा चाहिँ आनन्द दिन्छ म भन्छु। यतापट्टि हेर्नुहोस् त। यो सुनकोशी नदी हो। यहाँबाट बगिरहेको कलकल सुनकोशी नदी हेर्दै, त्यहाँ पारिपट्टि नमुना बस्ती हेर्दै र यतापट्टि पुरा यो चाहिँ एकदम आफ्नो यो रिसोर्टको क्वालिटी बीच रिसोर्टको पुरा सिन यहाँबाट देखिन्छ। यति आनन्द छ। यहाँ माथि बीपी हाई रोडको नागबेली रोड पनि देखिन्छ। यो आनन्द लिन तपाईहरुलाई सिन्धुली सुनकोशी गाउँपालिका मुलकोट आउनुपर्ने हुन्छ। हस्, थ्यांक यू। अब तपाईहरुलाई म हाम्रो अहिले लिफ्ट पनि म तपाईहरुलाई देखाउन चाहन्छु है त। यो चाहिँ अहिले हाम्रो लिफ्ट खोल्यो। आउनुस् त यता भित्र आउनुस्। भित्रै जाउँ, तल जाउँ। यहाँबाट देखिने सिनहरू असाध्यै रमाइलो छ। सिद्धनाथ महाराज माथिको यो चाहिँ नागबेली सडक यहाँबाट देखिन्छ। यहाँबाट देखिएको सिनहरू यसरी हामी लेफ्टबाट सयर गर्दै अब मुलकोटमा आएर यो सुविधा प्रयोग गर्न सक्नुहुन्छ तपाईहरुले। हस्, धन्यवाद।